नमस्ते, के छ केटा हो? सब बढिया? सब मिडल इस्टको अहिले कन्फ्लिक्ट चल्दैछ। हामीलाई लाग्छ कि किन होला? अमेरिकाको गल्ती भन्छ। इरानको पार्लिमेन्टमा डेथ टु अमेरिका भन्दैछ, डेथ टु इजरायल भन्दैछ। जति हामी नन इस्लामिक कन्ट्री हुन्छ सबको लागि थ्रेट छ। एकचोटि न्युक्लियर पावर भइसकेपछि इरान त्यसले सबभन्दा पहिला न्युक्लियर हान्छ अमेरिकामाथि। एकचोटि न्युक्लियर पावर स्टार्ट भइसक्यो, वार भइसक्यो भने देन हामी सब मर्छ। नखाने त्यसको रेडिएसनको कारणले हामीलाई सागसब्जी फलफुल केही बच्दैन। सो एयरमा यत्रो रेडिएसन हुन्छ हामी श्वास लिन सक्दैन। त्यसलाई अमेरिकाले इरानलाई रोकेको हो कि यो न्युक्लियर पावर नबना। यो इरान एउटा जिहादी इस्लामिस्ट आइडियोलोजीको छ, जिहादी एउटा माइन्डसेटको छ, आतङ्कवादी भन्दा भयो। त्यहाँको रिजिम मेन खास अल्तुमिनी खमेनी भनेर को छ, अहिले मर्यो सायद भनेर अहिले न्युज आयो। त्यही भएर स्ट्राइक गरेको, त्यसलाई मार्नलाई नै स्ट्राइक गरेको इरानलाई अमेरिकाले, इजरायलले त्यो खमेनीलाई नै मार्नलाई खासमा, कि मेन इस्लामिक जिहादी आइडियोलोजीको छ। त्यो अलि धेरै आतङ्कवादी भनौँ न। अब हामीले भन्छ गलत हो, अमेरिकाले किन गर्यो होला? जब अमेरिकालाई थाहा छ कि साला यसले आएर न्युक्लियर पावर बनाउने बित्तिकै पहिला मलाई मार्छ या पहिला इजरायललाई मार्छ। जब एकचोटि वार सुरु भयो भने सक्यो। अब हामी सब केही छैन यताको, तर पनि कन्फ्लिक्टमा परिहाल्छ। त्यो रेडिएसन, न्युक्लियर रेडिएसन, त्यो रियाक्टरले कारणले हामी त श्वास लिन सक्दैन, खाना धान चावल सागसब्जी केही उब्जिँदैन, सब बन्जर हुन्छ। मतलब वर्ल्ड, this earth will be destroyed. So America tried to stop Iran to make a nuclear power, to become Iran a nuclear power. If Iran will become the nuclear power state, means the world is in danger. So अमेरिकाले इन्टरभिन गर्यो कि नबन। त्यहाँको इरानियन सिटिजन्सहरूले पनि त्यहाँको कति 5,000 10,000 जति मस्जिदहरू छ, कोही जाँदैन। इरानको मस्जिदमा कोही जाँदैन। त्यहाँ ओप्रेस्ड गरेछ। जहाँ इस्लामिक छ, जहाँ सरिया लो छ, त्यहाँ ओप्रेस्ड गरेर राखिरहेछ। त्यहाँको सिटिजनहरू खुसी भइरहेछ कि जब अमेरिकाले त्यो खमेनीलाई मार्न सोचिरहेछ कि यो मुझे जिहादीले मार्नुपर्छ भनेर छ नि। यसको इस्लामको आइडियोलोजी हो 1400 पुराना भनेको। हामीलाई लाग्छ एकचोटि इस्लाम भएपछि सक्यो, मुस्लिम भइहाल्यो। तर मुस्लिममा अब सुन्नी, सिया, देवबन्दी, बरेलवी, हनफी, सनफी के कतिवटा फिर्काहरू छ। सब एकअर्कालाई काफिर मान्छ। जस्तो हामीलाई काफिर मान्छ नि, त्यस्तै तिनीहरूले आफूलाई काफिर मान्छ। मुस्लिम भइसकेपछि देन प्रब्लम अझ स्टार्ट हुन्छ। अहिले पाकिस्तान र अफगानिस्तानलाई हुँदैछ, पाकिस्तान र बलुचिस्तानको हुँदैछ, पाकिस्तान र बङ्गलादेशको भइरहेको थियो। मिन्स यसको इस्लाम इज द मेन प्रब्लम आइडियोलोजीको। इस्लाम जबसम्म छ वर्ल्डमा तबसम्म यो पिस स्टेबल कहिले हुँदैन। हामीले अब यो वर्ल्ड वार हुन्छ छिटै, अहिले स्टार्ट भइसक्यो। अहिले त्यसले इरानले सोचेको हो कि हम डुबे हैं सनम तुमको भी ले डुबेंगे। जब इस्लामिक मिडल इस्ट छ भने अमेरिकाले म माथि स्ट्राइक गर्यो भने त मुजी सब, मतलब इरानको कहा कि म आतङ्कवादी छु, मैले इनोसेन्टलाई मार्न खोजिरहेको छु, न्युक्लियर पावर बनाउन खोजिरहेको छु, मैले अमेरिकालाई मार्छु, युके लन्डन सबलाई मार्छु, इजरायललाई मार्छु। त मुजीहरू त जति मिडल इस्टको छ सब त इस्लामिकै छ, त्यही अल्लाहलाई मान्छ भने त मुजीहरूले मलाई किन साथ दिँदैनस्? मिडल इस्ट फेरि साउदी अरब, यता युएई, बहरेनहरू अलि मोडरेट भइसकेको छ। अलि त्यस्तो जिहादी माइन्डसेट राख्दैन। काफिरलाई मार्दै, मुश्रिकलाई मार्दै, डिसबिलिभरलाई मार्दै, त्यस्तो माइन्डसेट राख्दैन तिनीहरूले। सरिया लो एक्चुअली छैन त्यहाँ। हुन त इस्लामिकै कन्ट्री हो, तर हामीले फेरि यो सोच्छ कि इस्लामिक कन्ट्रीमा हामी के गर्दैछ भने, अरे जब हामी हुँदैन यहाँ भने तेल बेच्न छोड्दै, तेल निकालेको पैसा निकाल्न सक्दैन, त्यसले बनाउन, रिफाइन गर्न, बेच्न त छोड्दै। जति काम गर्ने कामदारहरू छ सब त्यस्तो मेन बेस उसलाई चलाउने, कन्ट्रीलाई चलाउने। अब इरानले भन्छ साला जब मैले न्युक्लियर पावर बनाउँदा तिमीलाई थाहा छ कि म इस्लामिक जिहादी माइन्डसेटको छु भनेर म साला सबलाई मार्छु, जति काफिरहरू छ सबलाई खतम गरिदिन्छु न्युक्लियर पावर बनाएपछि तिमीहरूले मलाई किन गर्दैन? यिनीहरू मोडरेट भइसकेछ। यिनीहरू त्यो आइडियोलोजी छोडेर यो युएई सब मन्दिर सन्दिर बनाएर त्यो माइन्डसेट, जिहादी माइन्डसेट छोडेर अगाडि बढिसकेछ। अनि त्यसले इरानले हम डुबे है सनम तुमको भी ले डुबेंगे कि यसले के गर्यो कि नाम यसले हेर 10वटा स्ट्राइक गर्यो, कमसेकम 10वटा देश, बहरेन, कुवैत, युएई, आबुधाबी सब ठाउँमा गर्यो। अनि यसले के गर्यो 5वटा एयरबेसलाई अट्र्याक्ट गरेछ भने 5-7वटा फेरि रेजिडेन्स सिटिजन्सलाई मार्दैछ। सिटिजन्सको बिल्डिङहरूमा, सिटिजन होटलहरूमा, रेजिडेन्स बस्ने ठाउँहरूमा हान्दैछ। नाम कि अमेरिकाको बेस उडाउँदैछु, तर काम यो मिडल इस्ट। इरानले के खोज्दैछ भने जति कन्फ्लिक्ट भएको छ नि मिडल इस्टमा सबलाई एक ठाउँमा उतारिदिने, जबरजस्ती झगडामा उतारिदिने। अब तिम्रो मेरो झगडा चलिरहेछ, बाटो हिँडिरहेको मान्छेलाई थप्पड हान्दे, अब त्यो इन्भल्भ भइहाल्यो। त्यस्तो भयो इरानको माइन्डसेट त्यो, हम डुबे हैं सनम तुमको भी ले डुबेंगे।